देशको सबैभन्दा ठुलो स्टन्ट पानी जहाज ल्याउँछु भन्नु थियो। त्यसपछि पानी जहाज कार्यालय खोल्नु थियो। त्यसकै नाममा वार्षिक करोडौं पैसा स्वाहा पार्नु थियो। फलत केपी ओलीका नवरैतीहरू मञ्चमा उभिएर अहिले पनि भन्दैछन् स्टनले देश बन्छ कि देश पानी जहाज ल्याउँछु भनेर पानी जहाज कार्यालय खोलेर देश बन्छ कि केरुङ काठमाडौँ पोखरा रेल पोखरा पुगिसकेपछि बेनी जानु परेन। बेनी जाँदा कहाँबाट जान्छ? कुस्मा हुनु परेन? कुस्मा त स्टेसनै हुन्छ नि भनेर भन्छ। नेपाली इतिहासमा यो जति फ्रड स्क्याम र स्टन्ट अरु केही थिएन जुन जब ओली सत्तामा पुग्छन् तब चर्चामा आइहाल्छ। अहिले फेरि ओली सरकारको नेतृत्वमा छन्। आज मात्रै सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संसदमा पढेर सुनाएका छन्। त्यसमा स्टन मात्रै होइन, सरकारले स्टनको पनि बाउ बाजे बराजु त्योभन्दा पनि माथिको हद पार गरेको छ। रेल र पानी जहाज चलाएर जल यातायातको विकास गरी ढुवानीको लागत स्वाट्टै घटाइदिने रे।